दर्शक नमस्कार, म विश्वास सुवेदी। दर्शक अन्ततः नायिका पूजा शर्माको विवाह सम्पन्न भएको छ। नायिका पूजा शर्माले आफ्नो प्रेमी युद्ध बानियासँग विवाह गरेकी छिन्। विवाह निकै धुमधामसँग सम्पन्न भएको छ। दुवैजनालाई विवाहको यो ड्रेसमा निकै सुहाएको छ। दर्शक युद्ध बानियाले लगाएको यो ड्रेसलाई के भन्छ? हेर्दा दरबार सुरुवाल जस्तो पनि देखिँदैन। दर्शक तपाईहरुलाई युद्ध बानिया र पूजा शर्माको यो जोडी कस्तो लाग्यो? कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया दिनुहोला। विवाहमा चर्चित कलाकारदेखि लिएर आफन्तहरूको बाक्लो उपस्थिति थियो। त्यहाँ उपस्थित सम्पूर्णले उनीहरूको विवाहको तस्बिर भिडियो खिचिरहेका थिए। यतिकैमा माथिबाट हेलिकप्टरको आगमन हुन्छ। हेलिकप्टरको त्यो आगमनले विवाह अझै निकै उत्कृष्ट देखिन्छ। दर्शक पूजा शर्माले लगाएको यो साडीको कलर कुन हो? मैले त पत्ता लगाउनै सकिन। उता युद्ध बानियाले भने सेतो कलरको कपडा लगाएका थिए। पूजा शर्मा साडीमा सजिएर आउँछिन् र उताबाट युद्ध बानिया पनि पूजा शर्माको हात समाउँदै उनलाई माथि लिएर जान्छन्। यतिकैमा युद्ध बानियाले पूजाको घुम्टो खोल्छन् र एकअर्कालाई हेर्दै दुवैजना एकदमै खुसी देखिन्छन्। दर्शक युद्ध र पूजा शर्माको यो विवाहको दृश्य निकै सुन्दर देखिएको छ। दर्शक अचम्मको कुरा त के छ भने नायिका पूजा शर्माले सुनको गरगहना भने लगाएकी छैनन्। यो राम्रो पक्ष पनि हो। दर्शक तपाईहरुलाई नायिका पूजा शर्मा र उनको प्रेमी युद्ध बानियाको विवाह कस्तो लाग्यो? कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया दिनुहोला। लामो समयसम्मको प्रेम पश्चात आज उनीहरूको विवाह भएको छ। दुवैजनालाई वैवाहिक जीवनको हार्दिक मंगलमय शुभकामना। हेलिकप्टरबाट यसरी फूल खसाएको दृश्य निकै रोमाञ्चक थियो। यस दृश्यले पनि साँच्चै नै सेलिब्रिटीको विवाह हुँदैछ भन्ने फिल हुन्छ। त्यसैले तपाईहरुले यो भिडियो अन्तसम्म हेर्दै हुनुहुन्छ भने कहाँदेखि हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गरिदिनु होला।